नमस्कार साथीहरू, कहिलेकाहीँ जीवनले हामीलाई यस्तो मोडमा ल्याउँछ जहाँ केवल दुईवटा मार्ग मात्र रहन्छ। कि त हामी टुट्छौं, कि त आफूलाई यति बलियो बनाउँछौं कि सम्पूर्ण संसारले पनि हामीलाई रोक्न सक्दैन। र विश्वास गर्नुस्, हरेक मानिसको भित्र त्यो शक्ति पहिला नै हुन्छ, केवल त्यसलाई जागृत गर्न ढिलाइ हुन्छ। आजको यस अडियो बुकमा हामी त्यस शक्तिलाई जागृत गर्ने काम गर्नेछौं। फोकस अन योर गोल अन्टिल यु विन। यो केवल किताबको नाम मात्र होइन, यो एउटा सोच हो जसले तपाईको सम्पूर्ण जीवन परिवर्तन गर्न सक्छ। यदि आज तपाई संघर्ष गरिराख्नु भएको छ, थाकिसक्नु भएको छ, भ्रमित हुनुहुन्छ वा जीवनमा बारम्बार असफल हुँदै थकित हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। किनभने अर्को 1 घण्टा केवल तपाईको जीवन मात्र होइन, तपाईको सोच पनि परिवर्तन गर्नेछ। केही मिनट भित्रै तपाई जान्नुहुन्छ कि आखिर किन संसारको सबैभन्दा सफल व्यक्ति अरूलाई हेर्नु अघि आफूलाई हेर्छ अनि काम गर्छ। किन जित्नेहरू आफूलाई तुलना गर्ने आगोमा जलाउँदैनन्। किन उनीहरू तबसम्म हार मान्दैनन् जबसम्म जित आफ्नो कदमसम्म आउँदैनन्। र सबैभन्दा ठूलो कुरा, तपाई जान्नुहुन्छ कि तपाईको भित्र त्यो आगो कसरी पैदा गर्ने जसले तपाईलाई अगाडि बढ्न बाध्य बनाउँछ। कल्पना गर्नुहोस्, यदि तपाई आज केवल 1% आफ्नो ध्यान आफैमा दिन सुरु गर्नुभयो भने अर्को 365 दिनमा तपाई कहाँ पुग्न सक्नुहुन्छ? सम्भवतः त्यहाँ जहाँ पुग्ने सपना तपाईले वर्षौंदेखि देखिराख्नु भएको थियो। तर एउटा कुरा सम्झिनुस्, संसारको सबैभन्दा खतरनाक व्यक्ति त्यो हो जसले आफ्नो वास्तविक शक्ति पहिचान गरिसकेको छ। र यो भिडियो तपाईलाई तपाईको शक्ति देखाउनेछ। त्यसैले म तपाईबाट एउटा वाचा चाहन्छु, यो भिडियोलाई बीचमै नछोड्नु होला। किनभने सुरुमा तपाईको सोच परिवर्तन हुनेछ, बीचमा तपाईको बानीहरू परिवर्तन हुनेछ र अन्त्यसम्म तपाईको सम्पूर्ण माइन्ड सेट परिवर्तन भइसकेको हुन्छ। र यदि आज तपाई निर्णय गर्नुहुन्छ कि म आफूमा फोकस गर्नेछु जबसम्म जित हासिल गर्दिन, तब यो भिडियो तपाईको जीवनको टर्निङ पोइन्ट बन्न सक्छ। त्यसैले गहिरो सास लिनुहोस्, दिमाग शान्त गर्नुहोस् र तयार हुनुहोस् तपाईको जीवनको सबैभन्दा शक्तिशाली यात्रा सुरु गर्न। किनभने आउँदै गरेका केही मिनटहरू केवल तपाईको ग्रोथ, तपाईको जित र तपाईको सपनाको लागि मात्र छन्। च्याप्टर 1, आफूलाई चिन्न। जीवनमा हरेक ठूलो परिवर्तन तब सुरु हुन्छ जब मानिस आफूलाई चिन्न सुरु गर्छ। तर धेरै जसो मानिस आफ्नो सम्पूर्ण जीवन अरूलाई प्रभावित गर्न, अरू जस्तै बन्न र संसारलाई खुसी पार्न बिताउँछ र अन्ततः आफूबाट नै टाढा हुन्छन्। च्याप्टर 1 को मुख्य शिक्षा यही हो, यदि जित्नु छ, यदि अघि बढ्नु छ, यदि महान बन्नु छ भने सबैभन्दा पहिला आफूलाई चिन्नु। तर आफूलाई चिन्न सजिलो छैन। यसको लागि तपाईले आफ्नो डर, कमजोरी, गल्ती र सत्यको सामना गर्नुपर्छ। यो पीडा दिन्छ, तर यही पीडा तपाईलाई बलियो बनाउँछ। जब तपाई आफ्नै जीवनमा ध्यान दिनुहुन्छ, तपाईको वास्तविक ग्रोथ सुरु हुन्छ। तपाई भित्र दुईवटा व्यक्ति बस्छन्, एक जो हार मान्छ, अर्को जो हारलाई शिक्षा बनाएर फेरि उठ्छ। तपाईको जित निर्भर गर्दैछ कि तपाई कुन व्यक्तिलाई बढी पटक रोज्नुहुन्छ। आफूलाई चिन्ने पहिलो कदम हो आफूसँग इमानदार हुनु। आफैलाई सोध्नु, म वास्तवमा के चाहन्छु? के म आफ्ना सपनाहरूको लागि लडिरहेको छु वा बस संसारको पीडामा हराएको छु? च्याप्टर 2, ध्यान भङ्ग गर्ने कुराबाट टाढा रहनुहोस्। जीवनमा जितको सबभन्दा ठूलो सूत्र कुनै व्यक्ति, परिस्थिति वा कठिनाइ होइन, सबभन्दा ठूलो शत्रु हो ध्यान भङ्ग हुनु। जब मानिस आफ्नो सपनाप्रति फोकस गर्छ तब मात्रै अघि बढ्छ। तर जब सानो कुरा, अरूको जीवन हेर्नु, सोशल मिडियामा फसिनु आदि, यसले दिमागलाई बिस्तारै बिस्तारै बिखार्न थाल्छ। 3 प्रकारका डिस्ट्र्याक्सन सबैभन्दा खतरनाक हुन्छन्। पहिलो नम्बरमा छ ती मानिसहरू जसले केही गर्दैनन् तर तपाईको मेहनतमा शंका गर्छन्। दोस्रो हो परिस्थिति जसले तपाईलाई भावनात्मक रूपमा कमजोर बनाउँछ। तेस्रो हो ती चीजहरू जसको तपाईको जीवनमा कुनै फाइदा छैनन्। यदि तपाई जित्न चाहनुहुन्छ भने तपाईले आफ्नो समय, ऊर्जा र दिमागको सुरक्षा गर्नुपर्छ। च्याप्टर 3 मा छ लक्ष्य स्पष्ट गर्नुहोस्। लक्ष्य स्पष्ट नहुँदा मार्ग धुमिलो हुन्छ। धेरै मानिसहरू मेहनत त गर्छन् तर बिना स्पष्ट दिशा हेरेर थाक्छन् र हार मान्छन्। लक्ष्य स्पष्ट हुँदा ऊर्जा एक दिशातिर जान्छ। यसले डिस्ट्र्याक्सन कम गर्छ, तुलना कम गर्छ, डर घटाउँछ। लक्ष्य ठूलो होस् या सानो, लेख्नुहोस्। लेखिएको लक्ष्य दिमागलाई आदेश दिन्छ, यो मेरो दिशा हो,
मलाई यही बढ्नुपर्छ। च्याप्टर 4 बहाना छोड्नुहोस् र कार्य गर्नुहोस्। जति सपनाहरू भत्किन्छन् तिनीहरूमा आधा बहानाहरूको कारण भत्किन्छन्। सही समयमा पैसा छैन, अवसर छैन, माहौलको बहाना दिनु केवल हाम्रो आफ्नै सिर्जना हो। कार्य गर्दा मात्र संसारले मार्ग बनाउँछ। एक्सन इज द एन्टिडोट टु फियर। कार्य नै डरको सबैभन्दा ठूलो औषधि हो। च्याप्टर 5 असफलताबाट नडराउनुहोस्। असफलता नै जितको ठूलो मार्ग हो। सफल मानिसहरूले असफलतालाई आफ्नो शक्ति बनाएका छन्। फेल फास्ट, लर्न फास्ट, राइज फास्ट। छिटो गिर्नु, छिटो सिक्नु र छिटो उठ्नु नै असफलता अपनाएपछि जोखिम लिने सक्षम हुन्छ र यसबीचै तपाईको आत्मविश्वास पनि बढ्छ। च्याप्टर 6 मा छ लगातार बनिरहनुहोस्। सफलता उनीहरूलाई मात्र मिल्छ जो रोकिँदैनन्। कन्सिस्टेन्सी, डिसिप्लिन, पेशेन्स र सेल्फ बिलिफ, यी 3 गुणहरू निरन्तर बनाएर मात्र आउँछ। यी 3 गुणहरू निरन्तरता बनाएर मात्रै आउँछ। च्याप्टर 7 आफूमा विश्वास राख्नुहोस्। माथि विश्वास गर्नुभयो भने जितको मूल आधार हो। प्रतिभा मात्रै पर्याप्त छैन, विश्वास अनिवार्य चाहिन्छ। जुन दिन तपाईँ आफैलाई विश्वास गर्न सुरु गर्नुहुन्छ त्यही दिन तपाईको जीवन परिवर्तन हुन थाल्छ। अन्ततः जीवन तब परिवर्तन हुन्छ जब हामी आफै परिवर्तन गर्ने निर्णय गर्छौं। आज तपाईँ जहाँ खडा हुनुहुन्छ त्यहाँबाट 2वटा मार्ग खुल्छ। पहिलो पुरानो मार्ग तपाईलाई उस्तै ठाउँमा छोड्छ। दोस्रो हो चुनौतीपूर्ण मार्ग, कठिन मेहनत मार्ग, तर तपाईलाई लक्ष्यसम्म पुर्याउने। अब तपाईको निर्णय आराम वा विकास चाहनुहुन्छ कि डर वा विश्वास रोकिनु र अगाडि बढ्न चाहनुहुन्छ। यदि यो भिडियो तपाईलाई थोरै पनि हिम्मत, प्रकाश, आत्मविश्वास दिएको छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुहोस्। यो भिडियो साथीहरूलाई पनि शेयर गर्नुहोस्। जीवन उठ्नुहोस्, अघि बढ्नुहोस् र संसारलाई देखाउनुहोस् तपाईँ जित्नका लागि बनेको व्यक्ति हो। अब रुक्नु छैन। भेटौँला अर्को नेक्स्ट भिडियोमा। तबसम्मको लागि थ्यांक यू सो मच फर वाचिङ।